हेलो एभ्रिवान वेलकम ब्याक टु वेक्टी मेरो नेम्बाङ ब्लगमा फेरि पनि आइसकेका छौँ। आज चाहिँ हाम्रो सोमबारको काम चाहिँ भ्याक्सिन हुने काम छ। हाम्रो चाहिँ प्रति हप्ता दिनै तिथि प्रोग्राम फरक फरक हुने भएकाले आजको काम चाहिँ हाम्रो भ्याक्सिन छ। हामीले भ्याक्सिन कसरी हान्छौँ भनेर यहाँ थोरै देखाउने जमर्को गरेका छौँ। भिडियो हेरेर कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। यसरी एउटा कोठामा हानिसकेपछि अर्को कोठामा जाँदा चाहिँ अनिवार्य चाहिँ थामी स्विच चेन्ज गर्नुपर्छ। सो त्यसपछि गर्नुपर्दा चाहिँ हाम्रोमा यहाँ छेक्ने भएको सजिलो छ है। बेला बेला चाहिँ यस्तो भागेर हैरान बनाउँछ कि तर हामी दुईजना छौँ। सो त्यही भएर चाहिँ अलिक सजिलो भएको छ। दुईजनामा चाहिँ अब एकपट्टि भाइकोलाई एक साइडबाट हान्यो नत्र एक्लैले चाहिँ धेरै टाइम लाग्छ।
हाम्रो प्रत्येक सोमबार र मङ्गलबार चाहिँ यस्तै ड्युटी गरेर चाहिँ हाम्रो जिन्दगानी चाहिँ बितिरहेछ। तपाईँहरूको पनि यस्तै होला है। सबैजनालाई कस्तो लाग्यो? भिडियो मन परेमा लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। मन नपरेमा डिसलाइक गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ आएर सकिन्छ। अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथ अहिलेलाई चाहिँ बाई बाई।